अभिवादन लाग्छ। धन्यवाद कार्यक्रम सञ्चालक मित्र। आज यस कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि कामरेड र यस कार्यक्रममा उपस्थित हुनुभएका अतिथि कामरेडहरू र यस कार्यक्रमलाई सफल पार्न जुट्नुभएका आदरणीय जनसमुदायहरू सम्पूर्ण सबै जना आज यस कार्यक्रममा अत्यन्त धैर्यताको साथ ध्यान दिनुभयो। हाम्रा नेताहरूले चाहिँ ज्ञान दिनुभयो। दुईवटा कुरा भएर यहाँ कार्यक्रम सम्पन्न भएको छ। हामी जुटेकाले ध्यान दिने र हाम्रा प्रमुख अतिथि मित्रले ज्ञान दिने प्रकारले यो कार्यक्रम सम्पन्न भएको छ। र आज 4 नम्बर ब्युरोद्वारा आयोजित यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण जनसमुदायहरूमा हाम्रा यस कार्यक्रमका प्रमुख अतिथि मित्र लगायत धेरै अतिथि साथीहरूले तपाईको बीचमा केही कुराहरू राखेर जानुभएको छ। र आज देशव्यापी रूपमा जनसम्बन्ध अभियान सुरु गर्ने कार्यक्रम थियो र हामी पनि यो 4 नम्बर ब्युरोको यस डाङमा कार्यक्रमको जनसम्बन्ध कार्यक्रमको समुद्घाटन यही सिग्लिगढबाट भएको छ। र यो देशमा व्यापक सर्वत्र नेपाली जनताले आज कम्युनिस्ट आन्दोलन कता छ। हिजो जनदिशा अभियान हुँदै जन अदालत स्थापना भएको थियो। त्यो आज जन अदालत कहाँ गएको छ। हिजो 2052 साल फागुन 1 गतेदेखि सुरु गरिएको जनयुद्ध आज कहाँ गएर टुङ्गिएको छ। हिजो 2054 सालमा सुरु गरिएको किसान मार्च 56 सालमा सम्म आइपुग्दा किसान अदालत सम्म स्थापना भएको थियो। आज त्यो किसान अदालत कहाँ पुगेको छ भन्ने खालको थुप्रै प्रकारको व्यापक चर्चा परिचर्चा भइरहेको सन्दर्भमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले त्यही मङ्सिर 13 गतेदेखि 23 गतेसम्म एकवटा महाधिवेशन सम्पन्न गरिसकेपछि एकवटा महाधिवेशनबाट जनसङ्घर्ष जनप्रतिरोध सङ्घर्ष जनविद्रोहको नीति पास गरेको छ। त्यही नीति अनुरूप हामी जनताको बीचमा आएका छौं। र आज यो कार्यक्रम उद्घाटनमा मात्र सीमित रहने छैन। आज जुन प्रकारले यो कार्यक्रम थालनी गरिएको छ, सुरुवात गरिएको छ, यो कार्यक्रम 36 गते गएर टुङ्गिनेछ। यही विषयमा 26 गतेसम्म हुने सबै गतिविधिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ता जनताको बीचमा रहने कुरा हाम्रा प्रमुख अतिथिले बताइसक्नु भएको छ। र आज धेरै लामो समयसम्म हाम्रो कार्यक्रम पनि अलिकति ढिला गरी सुरु भयो र धेरै लामो समयसम्म बसेर सुनिदिनुभयो, ध्यान दिनुभयो। र हाम्रा सम्पूर्ण यहाँ उपस्थित हुनुभएका अतिथि मित्रहरू र आदरणीय जनसमुदायहरू सम्पूर्ण सबैमा आजको यो कार्यक्रम यही समापन भएको घोषणा गर्दै म पनि बिदा हुन्छु। हस्त, धन्यवाद। लाल सलाम।